हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई एनदर न्यू भ्लग र आजको भ्लग चाहिँ हाम्रो बिहाको भ्लग हुनेछ है र अहिले चाहिँ हामीहरू बेहुलीलाई मेहन्दी लगाउँदैछ है के भन्छ अगाडिदेखि चाहिँ भिडियो गर्नु पाएको छैन किनकि हामीहरू म मेहन्दी लगाउनुमा चाहिँ एकदम बिजी थियो र तपाईहरुलाई अब हामीले मेहन्दी लगाएर देखाउनेछ है आधी लगाएर चाहिँ अहिले हामी रेस्ट गरिरहेछ र हेर्दै गर्नुस् म मेहन्दी देखाउने छु है तपाईहरुलाई र चाहिँ हुनुहुन्छ हाम्रो ब्राइड र हामीले चाहिँ अहिले यहाँनिर मेहन्दी लगाइसकेको छ यतापट्टिको चाहिँ बहिनीले लगाइदिएको र यतापट्टिको चाहिँ अनि कस्तो तपाईलाई कस्तो लाग्दैछ हामीले मेहन्दी लगाइदिएको मेहन्दी लगाएको दामी लागिरहेछ म आउँदै जान्दिनँ हैन अहिले गरेको राम्रो लागिरहेछ तिमीलाई दिदीको बिहामा कस्तो फिल भइरहेछ मलाई कस्तो खुसी छौ कि दुखी छौ कि दुखी छु भाइ यहाँ चाहिँ उ चाहिँ पपकर्न खाँदै बसिरहेछ अहिले चाहिँ हाम्रो रेस्ट टाइम भइरहेछ है हाम्रो चाहिँ यहाँनिर ब्युटिसियन हुनुहुन्छ है हाम्रो पाहुनालाई चाहिँ चिया बनाउनु लगाउँदैछौँ हामीले दिने बेलामा चाहिँ आफै बनाउनु हुँदैछ हाम्रो लागि है हामी चाहिँ एकदम मेहन्दी लाउनुमा बिजी छौँ र यता चाहिँ हाम्रो लागि चिया बनाइदिनु हुँदैछ तपाईँ के भन्नु चाहनुहुन्छ खुसी छु नमिताको बिहाको लागि म पनि एक्साइटेड छु बिहाको लागि तपाईहरुले के त कल्पना है मनिषाको पेजमा हेर्नुस् अनि लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् माया दिनुहोस् र तपाईहरुलाई पनि अब ब्राइडल मेकअप गर्नु छ भने चाहिँ उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ है उहाँले चाहिँ ब्राइडल मेकअपहरु गर्नुहुन्छ र ग्यान्टोकमै हुनुहुन्छ उहाँ चाहिँ र तपाईहरुलाई अब रिजनेबल प्राइसमा हुनुहुन्छ है तपाईहरुलाई पार्लर सर्भिस पनि दिनु हुँदो रहेछ उहाँले चाहिँ है तपाईले उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ र मलाई नै पनि तपाईहरु कतिजना अब मेरो कन्ट्याक्ट लिस्टमा हुनुहुन्छ भने मलाई कल गरेर भन्न सक्नुहुनेछ है म उहाँसँग कन्ट्याक्ट गरिदिन्छु मेरो फेसबुक पेज छ प्रेरणा मेकअप एन्ड हेयर तपाईले हेरेर त्यसमा फलो पनि गर्न सक्नुहुन्छ अनि मेरो कन्ट्याक्ट नम्बर छ तपाईले त्यसै कन्ट्याक्ट नम्बर हेरेर मलाई तपाईले कल टेक्स्टहरु गर्न सक्नुहुन्छ अनि बुक पनि गर्न सक्नुहुन्छ इफ तपाईहरुलाई कुनै प्रकारको ब्राइडल मेकअप अन्त ब्राइडल हेयर अन्त यता ब्युटीपट्टिको पनि तपाईलाई इफ हुन्छ प्रेरणा मेकअप एन्ड हेयरबाट थ्यांक यू सो मच र तपाईले याद पाइहाल्नु होला अन्त तपाईले गएर सर्च गर्नुस् र कुनै दिन अब तपाईहरुलाई एकदमै रिजनेबल प्राइस छ त्यस्तो अब एक्सपेन्सिभ पनि छैन उहाँ चाहिँ हैन कल गरेर कन्ट्याक्ट गर्नु सक्नुहुनेछ हेर्दै गर्नुस् हाम्रो ब्लग सो फाइनली हामीले चाहिँ मेहन्दी लगाइसकिसक्यो हेलो अनि गुड मर्निङ सबैजनालाई है र बिहान भइसकेको छ बिहान भन्दा पनि हामीहरू 3 बजे उठेर नुहाइदै गरेर चाहिँ अब यहाँनिर बेहुलीको मेकअप स्टार्ट हुँदैछ है हेर्दै गर्नुस् मेरो भ्लग र म पनि यहाँनिर नुहाइदै गरेर बसिरहेछु है अब एकछिनदेखि चाहिँ म पनि रेडी हुँदैछु यहाँनिर बहिनी पनि अघि उठिरहेछ र म पनि रेडी हुनुको लागि है नेल एक्सटेन्सनहरु गर्दैछु यताउता सगाउँदै ओर्दै भए पनि आफूले आफुलाई उयो गर्नु पनि पर्यो हैन त्यही भएर चाहिँ भरे भ्याउँदिन भनेर म पनि उयो गर्दैछु है भटाभट नेल एक्सटेन्सनहरु गर्दैछु र हाम्रो यता बेहुलीको मेकअप पनि हुँदैछ है तपाईहरुले उहाँलाई अब तपाईहरुलाई पनि ब्राइडलको लागि कन्ट्याक्ट गर्न सक्नुहुनेछ मेरो चाहिँ नेल एक्सटेन्सन पनि भइसकिसक्यो रेडी पनि गर्दिनु यहाँ चाहिँ हाम्रो बेहुलीको धमाधम मेकअप भइरहेछ
सो हामी चाहिँ फाइनली अब सबैजना रेडी भइसकिसकेको छ है। हाम्रो बेहुली पनि रेडी हुनुहुन्छ र हाम्रो यहाँ मेकअप आर्टिस्टको भर्खर स्टार्ट हुँदैछ। हाम्रो बहिनी पनि यहाँनिर मेकअप गर्दैछ, भाइ यहाँ बसिरहेछ, हाम्रो बेहुली र म चाहिँ यहाँ छु र हाम्रो सामान चाहिँ एकदमै बेसी म्यासी भइराखेको छ है। हामीले चाहिँ 3 बजी उठेर स्टार्ट गर्न थालेको, 3 बजी उठेको, अहिले 7:30 त भयो है, 7:30 भइसकिसक्यो। अब चाहिँ हाम्रो यहाँनिर गाडीहरू पनि डेकोरेसन गर्नु हुँदैछ। यहाँ चाहिँ गाडी डेकोरेसन हुँदैछ। निमादा हेलो। यहाँनिर 2टा गाडी एकदम रेडी छ है, डेकोरेसन हुँदैछ। म पनि रेडी भइराखेको छु, प्रपर चाहिँ रेडी भएको छुइनँ, मेरो नेल 2टा हातमा छ है। हामी चाहिँ अब चाहिँ यहाँबाट हिँडिसकेको छ। यहाँनिर हाम्रो यता चाहिँ बेहुला हुनुहुन्छ, भाइ पछाडि मजाले ढेसेर बस। बेहुला आज कतिको एक्साइटेड हुनुहुन्छ? एकदमै। छाता छ? छाता चाहिँ छैन, किन्नु पर्छ होला। ठुलो छाता त भरे बेहुली थिएन भने के गर्ने? हामी एकदम रेडी भएको छ, अगाडिको गाडीमा बेहुली हुनुहुन्छ है। अब हेर्दैछौँ आजको बिहा कस्तो हुनेछ। फाइनली हामीहरू चाहिँ यहाँनिर मन्दिर आइसकिसकेको छ है, र हामीहरू चाहिँ म चाहिँ केटापट्टिकोबाट आएको हो है, र त्यसले गर्दा चाहिँ बिहा चाहिँ यता रोलु मन्दिरमा छ है। त्यसले गर्दाखेरि चाहिँ हामीहरू चाहिँ यहाँ अहिले भर्खर आइपुगेर बसिरहेछ र अब एकछिनबाट भित्र बोलाउनुहुन्छ, त्यसपछि हामीहरू जानेछ है। अगाडि तपाईँहरूले देख्नुभयो होला बेहुलीसँग अब हामीहरू थियो है, बेहुली पनि चिनेको, बेहुला पनि चिनेको, तर हामीहरू चाहिँ अब बेहुलापट्टिबाट आएको। अन्त हेर्दै गर्नुहोस् मेरो देवर र देउरानीको बिहा। र अब चाहिँ यहाँनिर हामीहरू जन्तीहरूलाई है स्वागत गर्नुको लागि चाहिँ उता केटीपट्टिको घरबाट बसेर चाहिँ हामीलाई बेहुलालाई हामीलाई जन्तीहरूलाई टिकाहरू लगाएर भित्र लानेको लागि टिकाहरू लगाइदिनु हुँदैछ है। जन्तीलाई चाहिँ टिका खदामाला हुँदैछ अहिले चाहिँ। र फाइनली हामी जन्तीहरूलाई टिकाहरू लगाइसकेर हामी चाहिँ भित्र जाँदैछौँ है मण्डपतिर। मण्डपमा गएर बेहुला अघि गएर बसिसक्नु भएको छ है, र अब पूजा पनि स्टार्ट हुनु आँटेको छ। हरे ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम कुटलिकाक्ष मंगलाय तनुहरे। हरे ओम मानो वगागतभुजान्त विश्वदो ददासो अपरे सासो विदा देवानो ददास। ल यहाँनिर हाम्रो मेरो बहिनी पनि ब्लगर छ। डिस्क्रिप्सनमा दिनुहुन्छ नाम, र यहाँ चाहिँ बेहुलीको दिदी हुनुहुन्छ है, दिदीसँग चाहिँ ढोकभेट गर्नुहुँदैछ, किनकि चाहिँ दिदीले चाहिँ बिहा गर्नुभएको छैन र चाहिँ शिर उठाउनु हुँदैछ है, टिकाहरू लाएर खदा। अन्त के अब सानो एउटा गिफ्टहरू बेहुला बेहुलीले दिनुहुनेछ। यो चाहिँ आफूभन्दा ठुलोले बिहा गरेको छैन भने चाहिँ उहाँको चाहिँ शिर उठाउनुपर्छ है, त्यही शिर उठाउने काम हुँदैछ। र बिचारा दिदीलाई यति हुँदा एकदम बेसी मन दुखेर इमोसनल भएर बेहुलीको दिदी चाहिँ रुनु हुँदैछ, रुनु भयो, एकदमै इमोसनल हुनुभयो।
र यहाँ चाहिँ अब बेहुला बेहुलीको है फेरा लिनुहुँदैछ है। टाइम भयो फेरा लिनुहुँदैछ। अगाडि 3 खेप लिएर अनि फेरि बादमा फेरा लिँदो रहेछ। अब हामीलाई चाहिँ त्यस्तो आइडिया छैन है। र अब कस्तो कस्तो हो हेर्दै जानुहोस् है। एक्सप्लेन नै गर्नु पनि सकिनँ मैले। र अब चाहिँ यहाँनिर बेहुलीको गोडा धुने टाइम आइसकेको छ है। गोडा धुने भनेको चाहिँ छोरी बिहा गरेर जाँदा चाहिँ छोरीहरूको खुट्टा धोएर पानी खाने सिस्टम हुन्छ हामी है छेत्री बाहुनहरूको चाहिँ। तर अब बेहुला चाहिँ सुब्बा हुनुले गर्दाखेरि चाहिँ हाम्रो बेहुलीको चाहिँ गोडा धुनु भएको छैन र हात पक्रेर पानी हाल्नु हुने रहेछ है। अब गोडा धुनु मिलेन। फाल्टु जातमा जाँदा आफ्नै जातभित्र गयो भने मात्रै गोडा धुनु मिल्ने रहेछ। र गोडा धुनु नमिलेको कारणले गर्दाखेरि चाहिँ यहाँनिर हात पक्रेर यस्तो सिस्टमले गर्नु हुँदो रहेछ। अब चाहिँ बेहुलीको आमा बाबाले बेहुलाको हातमा आफ्नो छोरीलाई दिनुहुँदैछ है। देखिसकिहाल्नुभयो होला उहाँको आमा बाबा कति बेसी इमोसनल भइरहनु भएको छ। र छोरीको हात पनि अब ज्वाइँको हातमा थमाउनु भयो। र अब चाहिँ यहाँनिर हवन स्टार्ट भइसकिसकेको छ। र अब चाहिँ यहाँनिर पोते लगाउँदैछ है। र जति पनि किनेको हुन्छ पोते मङ्गलसूत्र त्योहरू लगाउँदैछ। अब त्यसको एकछिन बादमा सिन्दुर हाल्ने टाइम हुन्छ है। र अब चाहिँ यहाँनिर सिन्दुरलाई पूजा गर्दैछ है। अब चाहिँ सिन्दुर लाउने टाइम हुन आँट्यो र त्यो सिन्दुर गर्नुभन्दा अगाडि चाहिँ पूजा गरेर मात्रै सिन्दुर लगाउँछ। त्यही भएर सिन्दुरको पूजा हुँदैछ। र अब चाहिँ सिन्दुर लाउने टाइम भइसक्यो है। बेहुलाले सिन्दुर लिएर पहिला पूजा गरेर यहाँनिर मण्डपको वरिपरि घुमेर चाहिँ अब चाहिँ सिन्दुर लगाइदिनु हुँदैछ। र अब यो एक खेप भइसक्यो। यसरी नै गर्दै गर्दै सिन्दुर चाहिँ 3 खेप लाउनु पर्ने छ है। र 3 खेप गरिसकेपछि चाहिँ रिपिट सेम अहिले जस्तो गरेको छ तल कपडाबाट लिएर घुम्दै घुम्दै आएर फेरि कपडाबाट उयो गरेर 3 खेप चाहिँ सिन्दुर लाउनु पर्ने रहेछ। र अब चाहिँ यहाँनिर एउटा खेल हुन्छ है। त्यो स्टार्ट भइसकेको छ। केटीको चाहिँ जनै सुपारी अनि पैसा हुन्छ र केटाको चाहिँ घडी है। जसले मन्त्र पढिसकेर जसले जित्छ त्यो चाहिँ त्यसको हुन्छ। इफ बेहुलीले घडी जित्यो भने चाहिँ बेहुलाले त्यो घडी चाहिँ किन्नुपर्ने हुन्छ है पैसा दिएर। हेर्दै गर्नुहोस् एकदमै मजा आउँछ यो खेला चाहिँ। अब हेर्दै जाउँ कसले जित्ने छ। र यो चाहिँ हाम्रो बेहुलीले जित्नु भएको छ। र अब चाहिँ विवाह पनि सकिसकेको छ है। र लास्टमा चाहिँ बेहुला बेहुलीलाई आफ्नो आमा बाबाले पहिला टिका लगाइदिनु हुँदैछ। र आफ्नो शाखा सन्तानहरू आफ्नो मान्छे काका काकी मामा माइजूहरू उहाँहरूले टिकाहरू लाउनु हुनेछ। र अब चाहिँ हामीहरू आजको यो बिहाको लास्टमा अन्तिम
घडीमा आइपुगिसकेको छौँ है। र अब टिकाहरू लगाइसकेर चाहिँ हामीहरू बेहुली लिएर चाहिँ जानु छौँ। त्यस्तो गर्दै आफ्नो मान्छेले टिका लगाइदिनु हुँदैछ। र अब चाहिँ टिकाहरू लगाइसकेर यहाँनिर फ्यामिली फोटो सुट पनि हुँदैछ। हाम्रो फोटोग्राफी चाहिँ उहाँ हुनुहुन्छ, हाम्रो बेहुलीकै साथी। अब चाहिँ हामीहरू यहाँ फाइनली सक्यो है बिहाहरू पनि। तपाईँहरूलाई भिडियो अब राम्रो लाग्यो होला। अब भोलि पार्टी पनि हुनेछ है मङ्सिला गएर। अन्त हेर्दै गर्नुहोस्। बाई, सी यू सुन। अब हामी कहिले भेट्ने हो? मेरो यहाँ दिदी पनि केही गर्छु जस्तो छ, दिदीको केही गर्ला जस्तो छ। राम्रोसित जानु, स्वस्थ रहनु। मलाई चाहिँ बाई नभन्नु। र अब चाहिँ हामीहरू चाहिँ यहाँबाट निस्किनु आँटेको है। बेहुला बेहुलीले एक राउन्ड गाडी ढोक्दै ढोक्दै बेहुलीहरू गाडीमा बस्नुहुनेछ। र अब चाहिँ हामीहरू हिँड्यौँ। बाई, बाई। चिसो आउँछ नि, चिसो लगाउनु चिसो। ल अब काजल मेटिन्छ है, रुनु हुँदैन। फाइनली हामीले चाहिँ बेहुली लिएर हिँडिसकेको छ। हिजोसम्म दिदी हुनुहुन्थ्यो भने चाहिँ आजदेखि बुहारी भइसक्नु भएको छ हाम्रो चाहिँ। हाम्रो भन्दा पनि मेरो देउरानी बहिनी। अब चाहिँ हामी चाहिँ घरतिर जाँदैछ। राजेन्द्र कतिको खुसी हुनुहुन्छ? एकदम खुसी। तपाईँ? सो हामी चाहिँ फाइनली यहाँनिर आइसकिसकेको छ मङ्सिला के भन्नु 0। अब चाहिँ हामीहरू बेहुलाको घर जाँदैछ है। अब तल पुगेर चाहिँ भिडियो गर्नेछु। फाइनली हामी चाहिँ यहाँनिर घर पनि आइपुग्यो र सबैजना वेलकम गर्नुको लागि रेडी भइराख्नु भएको थियो। सबैजना एकदम एक्साइटेड भएर नयाँ बेहुली हेर्नुको लागि सबैजना भिडियो गर्दै बसिरहनु भएको छ है। तपाईँले देखिहाल्नु भयो होला। र यहाँ चाहिँ बेहुलाको आमाले बेहुला बेहुलीलाई के पूजा गर्नुहुँदैछ है। भित्र लानुको लागि चाहिँ आफ्नो आफ्नो एउटा रीतिरिवाज हुन्छ, त्यो गर्नुहुँदैछ है। बेहुलाको आमाले चाहिँ टिकाहरू लगाएर बेहुला बेहुलीलाई। यहाँ चाहिँ आमाले सगुन खुवाउनु हुँदैछ है बेहुला बेहुलीलाई। र अब चाहिँ यहाँनिर बेहुलाको आमाले आफ्नो रीतिरिवाजमा अब कस्तो हुन्छ भनेर चाहिँ अब आफ्नो आफ्नो हुन्छ है। बुहारीलाई सल ओढाएर चाहिँ सलबाट पक्रेर चाहिँ तानेर भित्र लानु पर्ने रहेछ है। सुब्बाहरूको चाहिँ यस्तो हुँदो रहेछ। र बुहारीलाई चाहिँ अब घरभित्र हुलिसकेको छ। र अब चाहिँ यहाँनिर टिकाहरू छोरा बुहारीलाई आफ्नो आमा बाबाले अन्त ठुलो मान्छेले चाहिँ टिकाहरू लगाइदिनु हुँदैछ नयाँ बेहुला बेहुलीलाई। धेरै भन्नु भने गाइरो कुराहरू होला र त्यसैलाई हाम्रो आकेको ताकेकोहरू शिक्षा दीक्षामा पनि धेरै सफल भएर जाओस्, धेरै ज्ञानी हुनु, त्यसरी ध्यान दिनु भनेर मेरो त्यति नै आशिष छ। खै खादान
एक टाढोबाट गर्दै त सुन्ने गरी भने नि सबैले लान्छ मनमनमा भन्यो सुटुक्कै मनमनमा दिएको छ मनमा त रोपे भयो नि त्यो पनि गाह्रो कुरा हुन्छ कि दुःख नहोस् माथि सिला बसेर आयु चन्द्रसूर्य भगवानको आयु हुनुपर्छ भनेर भन्नुपर्छ मनमा भन्यो कि बा भनेर त्यो पनि थाहा छैन। र यहाँनिर चाहिँ आफूभन्दा ठुलोलाई चाहिँ अब बुहारी चिनाउँदै ढोक्नु पर्ने रहेछ है। र सुब्बाहरूको सिस्टम चाहिँ यस्तो हुँदो रहेछ, अब लिफामा अब एउटा सगुन जस्तो दिएर है छोरा बुहारीले चाहिँ ढोक्नु पर्ने रहेछ, छोराले बुहारी चिनाउँदै। सिरीलाई दाजुलाई राम्रो गरी खानु राम्रो गरी खा। गुड मर्निङ सबैजनालाई। यहाँ चाहिँ मेरो ब्रेकफास्ट हुँदैछ बिहान र अब यो चाहिँ केटापट्टिको भोलिपल्टको है। यहाँनिर अब बिहान चाहिँ सबैजना अब छिमेकीहरू आफ्नो मान्छेहरू बोलाएर सानो पार्टी जस्तो गरेको थियो है। र यहाँनिर चाहिँ अब बेहुला बेहुलीको टिकाटालो गर्ने टाइम सकिसकेको छ र पहिला चाहिँ बाट आफ्नो अब बेहुलाको आमा बाबाले टिकाहरू लगाइदिनु हुँदैछ है, आशीर्वाद दिनुहुँदैछ। अन्त त्यहाँदेखि अनि सबैजनाले टिकाहरू लगाइदिएर खदामाला सुरु हुँदैछ हाम्रो बेहुला बेहुलीको घरमा। सुनि मेरो छोरा बुहारीले आशीर्वाद अलि जोले दिनु त आजकल मनको कुरा त बुझ्दैन। शिर चाहिँ एकदम ज्योति बढी बसोस् होइन, कहिले पनि भुइँमा उयो के अरे उयो नहोस् होइन, एकदम गरी खाने हुनु, यसो छ्यामार भेट्दाखेरि बोल्ने हुनु होइन, ठुलो भएर नहिँड्नु, कति आकाशतिर फर्केर नहिँड्नु। हामी त अब बुढी भइदिन्छु नै होइन, आँखा पनि देख्दैन। बुहारी पनि अब एकदम आता पनि इष्टमित्र राखेर खाने हुनु होइन, अब राम्रै गरेर मागी खाने दिई खानु होइन, अन्त राम्रै गरेर दुईजना फेरि टुस्की भएर पूर्व पश्चिमतिर जाने नगर्नु। अब यो आशीर्वाद चाहिँ छ्यामाको चाहिँ सम्झिराख्नु है के भने कि। र अब यो ब्याकअप भ्लग पनि यहीँनिर एन्ड हुँदैछ है। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक सब्सक्राइब कमेन्ट गर्नु नबिर्सिनुहोस्। र फेरि पनि विश यु ह्याप्पी म्यारिड लाइफ। अनि यति भन्दै यो भ्लग यहीँ एन्ड हुँदैछ। बाई बाई, सी यु इन नेक्स्ट भ्लग।